नमस्ते नमस्कार सम्पूर्ण साथीहरूलाई। हाम्रो रासोपा पार्टी चाहिँ पपुलर हो नेपालको होइन। केही गर्ने, नेपाली जनताहरूलाई न्याय दिने र विकासको ढुकढुकी बोकेको पार्टी नै हो। तर हाम्रो कोलपुरबाट पनि एउटा राम्रो नेतृत्व गर्ने चाहिँ उठ्नु पर्यो कि हाम्रो कोलपुरबाट रासोपाले पहल गर्नु पर्यो होइन। सक्दो चाहिँ नेपालभरि गर्नु पर्यो होइन। साथै प्रदेशदेखि मन्त्री मात्रै उठाएर हुँदैन कि स्थानीयमा पनि धेरै भ्रष्टाचार छ होइन। एउटा नगरपालिकामा पनि वडामा पनि हरेक ठाउँमा चाहिँ राम्रो व्यक्ति आउनु पर्यो कि हाम्रो कोलपुरमा चाहिँ राम्रो खालको नेतै कुनै छैन होइन। हामी जनताको लागि सेवा गर्छौँ र देशको लागि भनेर अहिलेसम्म कुनै पनि पार्टी आएको छैन होइन। धेरै पार्टी आए, धेरै पार्टीलाई जिताइयो, तर त्यो भोट खेर गयो, काम छैन। त्यही भएर अब यस्तो युवाको अथवा यस्तो नेताको खाँचो छ कि जो कोलपुर नगरपालिकाको बासिन्दाहरूलाई विकासको साँच्चै मोडल देखाउने नेताको खाँचो छ। त्यही भएर रासोपाले चाहिँ एउटा व्यक्ति राम्रो चुज गरेर उठाउनु पर्यो र जित्नुहुन्छ अवश्य। यो गाउँघरमा कुराहरू सुन्छु कि म होइन, अथवा कुनै ठाउँमा पनि कुरा सुने मैले। हाम्रो पार्टी सरकारमा छैन अनि विकास कहाँबाट हुन्छ, पुल कहाँबाट पर्छ, कलभर कहाँबाट पर्छन् भन्छन् होइन। त्यो आफ्नो पार्टी सरकारमा भयो मात्र बजेट आउने हो नेपालमा, नत्र आउँदैन। बजेट त विकासको लागि त आइरहेको छ नि त सरकारबाट। जो सरकारमा गयो भने विकासको लागि बजेट त आउँछ नि त। अनि तपाईँहरू सरकारमा भए मात्रै विकास हुने, नत्र नहुने भन्ने त होइन नि त। जनतालाई सेवा गर्ने, आफ्नो गाउँ ठाउँ नगर, आफ्नो देशलाई विकास मोडल बदल्ने, त्यो चाहिँ सरकारमा जानुपर्छ र होइन। त्यही भएर यस्तो कुराहरू चाहिँ हुनु भएन।